धेरैजसो मानिसहरू भाइरल ठाउँमा जान रुचाउँछन्, तर असली सुन्दरता त ती अनकन्टार बाटो र गुमगाम गाउँहरूमा लुकेको हुन्छ। आजको यात्रा धुलाबीटबाट सुरु हुँदैछ एउटा यस्तो ठाउँको लागि जुन चर्चामा त छैन, तर यहाँको दृश्य कुनै सपना भन्दा कम छैन। ल अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो है। अर्को भिडियो तपाईँलाई स्वागत छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्छ? हामी नेटातिर। आज हामी नेटा जाँदैछौँ है। सुर्खेतको लेक बेसीको ठ्याक्कै एक्ज्याक्टली कति नम्बर वडा हो त्यो चाहिँ थाहा भएन। अझ हामी यो धुलाबीट चोकमा छौँ अनि हामी चाहिँ यतादेखि लाग्छौँ है। ठ्याक्क सुर्खेतको वान अफ द बेस्ट ठाउँ नै भन्दा पनि हुन्छ। मेरो पनि फर्स्ट टाइम हो आज, अनि मेरो भान्जाको पनि फर्स्ट टाइम होइन। अनि हामीलाई आज राइडमा साथ दिने चाहिँ हाम्रो 220 पल्सर छ होइन। अनि आजको हाम्रो बाटो भनेको चाहिँ सुरुमा चाहिँ हामी झुक्रा जान्छौँ है। झुक्रापछि हामी कहाँ जान्छौँ? त्यो गङ्गटे है, गङ्गटे। अनि त्यसपछि चाहिँ हामी दशरथपुर हुँदै माथि नेटा जान्छौँ है। म चाहिँ लास्ट टाइम चाहिँ वहाँ डाँडागाउँ भन्ने ठाउँसम्म गएको थिएँ। अनि आज चाहिँ बेसी कस्तो हुन्छ नयाँ ठाउँ होइन, नयाँ गाउँ नेटा जाँदैछु। अनि आई थिङ्क राम्रै होला आजको भिडियो भन्ने पनि आश छ। सो भिडियोलाई चाहिँ हेर्दै गर्नु गाइज है सबैजनाले। वी आर अन द वे है, एकदम हामी चाहिँ रफ्तारमा गइरहेको छौँ। यहाँनिर चाहिँ हाम्रो राउटेहरूको बस्ती रहेको छ है। एकदमै बवाल छ यहाँ चाहिँ। अनि यहाँको एउटा ड्रोन सट पनि हेरिदिउँ न त है, कस्तो छ तपाईँहरू कमेन्ट डाउन बिलो होइन। ल यहाँ पुलअप गर्ने बार पनि रहेछ है। म चाहिँ पुलअप हान्छु है त। कतिको बलियो छ, कति हानौँ? 24 हानेको यार मैले जमानामा यार भन्छ यार। डाँडागाउँ पार गरेपछि पुगिन्छ नेटा। समुद्री सतहदेखि करिब 1700 देखि 1800 मिटरको उचाइमा अवस्थित यो ठाउँ सुर्खेतको एउटा शान्त गन्तव्य हो। वरिपरि हरियाली वन र चिसो हावा चल्ने यो क्षेत्र भौगोलिक रूपमा जति बिगड छ, प्राकृतिक रूपमा त्यति नै धनी। एभ्रिवान, पारि देख्नु भएको चाहिँ हाम्रो नेटा गाउँ है फाइनल्ली। अनि हाम्रो रोडको कन्डिसनहरू चाहिँ पुरै यस्तो छ। अनि एकदमै अहिलेसम्मको यात्रा चाहिँ एकदमै बबालै भएको छ है। त्यस्तो नट ब्याड है। तपाईँले भिडियोमा पनि देखिराख्नु भएको छ, बाटोमा कोही ठाउँ बन्दैछ। त्यस्तै हो, यात्रा क्रममा छौँ। अब लगभग हामी विदिन कति 10 मिनटमा पुगिन्छ भन्छ। 10 मिनटमा पुग्छौँ। एक सट्टा हाल्ला त के छ साथीहरू? ह्यान्डसम सबै मगर हो। राजकोटी मगर कोही छ यहाँ? छौ कोही? किन हो फेरि नसोधेर खाने? मलाई माया लाग्दैन मामाको। ल नेटाको जेरी गाई चाहिँ जलेबी। हिन्दीमा के हुन्छ र? हिन्दीमा कस्तो भएको छ त आजको यात्रा? दामी। नेटामा खाजाको त्यो लोकल स्वाद चाखेपछि यात्रा अगाडि बढ्छ गिठेतिर। गाइज हामी चाहिँ फाइनल्ली कहाँ आयौँ है? गेस दिस प्लेस है। कहाँ भन्छ? हामी कहाँ जाँदैछौँ? गिठे जाँदैछौँ। गिठे ओए ठाउँ त बापै त्यो खतरा खाएर गाइज यार। नहेर्नु है तपाईँ। ड्राइभरले केमा हेर्छ? बाटोमा हेर्छ। फेरि बाटो फेरि 1 मिस गेम फिनिस। 1 मिस गेम फिनिस। 2 मिस त जिन्दगी फिनिस। 1 मिस भयो भने गेम फिनिस, 2 मिस भयो भने हाम्रो जिन्दगी फिनिस। ल है राम्सी है भान्जा, राम्रसी है भान्जा, राम्सी अनि हो नि भान्जा। ओइ सन्चै अलि
यहाँ गिठे कतातिर अझै तलतिर रोक्नु न गिठी जान कति टाइम लाग्छ हजुर यहाँ तल है हुन्छ हस् ल गाइस वी आर गोइङ टु गिठे बजार गरे लास्टमा देख्न सक्नुहुन्छ यताको भ्यू वा अनि हामी चाहिँ फर्किने बाटो चाहिँ त्यहाँ पारि राना हो भन्ने त्यहाँ छ त्यहाँ देखियो भान्जा बुझ्नु भने गाई चाहिँ बाटो चाहिँ एकदम अफ रोड भान्जासम्म चाहिँ अलिअलि ढुकढुक भएको छ गाई चाहिँ मलाई ढुकढुक मुटुले 90 हानेछ यहाँ ओके बाटो चाहिँ अप्ठ्यारो अनि लाइसेन्स प्राप्त हो त यार भान्जा किप इट अप यहाँ त धाइराको बुढाहरू पनि रहेछ दरो बाटो चाहिँ कडा होला बाटो चाहिँ कडा सायद गाडी चाहिँ नहिँदो रहेछ है अब ड्राइभर भयो नि यहाँ चाहिँ जिप लिएर आउने मैले प्लान गराएँ प्लान गराएको छु हेलो गिठे नमस्ते गिठे बजार ए गिठी हुँदो रहेछ त्यही भएर यो ठाउँको नाम गिठे रहेछ क्या हो हेर्नु त गिठी हो नि बाबा कति अरे अनि त्यहाँ हो नि मामा होइन त्यहाँ बाटोमा हेर्नु अहिले ए मामा भन्नु होला अरे ल बाइकको माया मान्नु नि यार मेरो माया नमाने नि अब चाहिँ हामी ड्रोन सट हान्छौँ गाइस ड्रोन सट हेर्नुहोस् है त नेटाबाट अलि तल झरेपछि आइपुग्ने गिठेबाट देखिने दृश्य सायद कमैले क्यामेरामा कैद गरे होला यहाँबाट देखिने त्यो पाम्काको डाँडा थाम डाँडा टोटका डाँडाको सुन्दर भ्यू लाग्छ यो ठाउँ भाइरल नभएर नै यसको मौलिकता जोगिएको हो तिम्रो दाँत मन पर्यो कि दाँत दिन्छौ तिम्रो साथी तान्दिम पहिला फर्किने क्रममा भेटिएका यी स्कुले बच्चाहरूमा न कुनै बनावटी मुस्कान न कुनै स्वार्थ उनीहरूको त्यो खुसी देख्दा लाग्यो सहरको भिडभन्दा यो एकान्त नै निकै प्यारो छ ल बाई 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 तिम्रो सबैजना धेरै धेरै माया छ पछि ठुलो भए फेरि भेट गर्नुपर्छ है ल बाई ल बाई बाई कस्तो भइरहेछ भन्छ राइट कस्तो लोटेला जस्तो सम्भावना कतिको छ तर म लोटाउनु त्यही त डराउनु पर्ने अवस्था त छैन मेरो मुटुले 100 पत्ता हान्न पर्दैन नि ल ओके ल थ्याङ्क यू फेरि बाटो फेरि गेम फिनिस बाटो एकदमै डेन्जर छ होइन साथीहरू अनि अर्को कुरा भनेको नेटामा खास एक्सपेक्टेसन चाहिँ खतरा गाउँ छ होला भनेर आँट्यौँ त्यति साह्रो गाउँ चाहिँ रहन्छ त तर ठिकै छ अब यस्तो हिलमा यतिको हुनु भनेको पनि एकदमै राम्रो बाटो छोड्दा होस् बाटो अप्ठ्यारो छ यार 1 मिस गेम फिनिस हुनेवाला छ फेरि दामी त दामी मान्छ दामी ल सेफ राइट everyone लोटे भने त गयो नि गाइज यार खेरा यार त्यही भएर स्टे सेफ स्टे हेल्दी स्टे स्ट्रङ होइन स्टे ह्याप्पी चाहिँ पक्काको गोठलाबाट आइरहनु भएको छ हेलो गाइजी तपाईँ बाटो छोडिदिनुहोस् त हो थ्याङ्क यू यहाँ चाहिँ काम भइरहेको छ है पक्का अलि राम्रोसँग होइन र बरु मलाई चाहिँ खुट्टा चाहिँ टेक्न मान्दैन है भान्जा डग्जी निर्माण चाहिँ एकदम भइरहेको रहेछ है
तर अब हिलो मात्रै गएँ म मजा ओहो गयो अन्त्यमा डाँडागाउँको त्यो छोटो बाटो हुँदै राणागाउँको भाइरल डाँडामा पुगेर यो यात्रा सकिन्छ। ल अब आजको भिडियो पनि यति नै रह्यो है। तपाईँहरूलाई यति बेलासम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरू इफ है सुर्खेतदेखि बिलङ गर्नुहुन्छ र एउटा राम्रो है जस्तै पिकनिक स्पट भयो अनि क्याम्पिङ स्पट खोजिराख्नु भएको छ भने यो चाहिँ तपाईँहरूको लागि बेस्ट अप्सन हुनसक्छ है। म पनि धेरै पालि आइसकेँ है। बेस्ट भएर तपाईँहरूले अघि देखिसक्नुभयो सबै फुटेजहरू ड्रोन सटदेखि ल्याएर सिनेमेटिकदेखि ल्याएर सबै कुराहरू देखिसक्नु भएको छ। अनि तपाईँहरू पनि चाहनुहुन्छ एउटा राम्रो ठाउँमा आउन चाहनुहुन्छ भने चाहिँ पक्कै पनि म चाहिँ तपाईँहरूलाई रिकमेन्ड गरेँ यो ठाउँ चाहिँ पक्कै पनि आउनु होला। ल थ्याङ्क्स फर वाचिङ गाइज। फेरि भेटौँला अर्को भिडियोमा। सी यू नेक्स्ट भिडियो। बाई। धेरैले चर्चित ठाउँ मात्र खोज्छन् तर नेटा र गिटे जस्ता ठाउँहरूले सिकाउँछन् कि सुन्दरता त हेर्ने नजरमा हुनुपर्छ।